हामीलाई चाहिँ स्पेशल इन्डस्ट्री, म्यानुफ्याक्चरिङ कम्पनी, इन्टिटी, इन्डस्ट्रियल कम्पनी, ओइल फ्याक्ट्री, सुगर मिलमा चाहिँ देपार चाहिँ हामीलाई चाहिँ रेट अफ डिप्रिसिएसनमा चाहिँ चेन्ज हुन्छ। यो चाहिँ यहाँसिम चेन्ज हुन्छ रेट अफ डिप्रिसिएसन। यो निकाल्दाखेरि चाहिँ चेन्ज हुन्छ, यो निकाल्दाखेरि चाहिँ चेन्ज भयो। यहाँथिम चाहिँ चेन्ज हुन्छ। स्पेशल इन्डस्ट्री, म्यानुफ्याक्चरिङ कम्पनी, एग्रो फरेस्टिक भनेर देपार चाहिँ यहाँथिम चाहिँ चेन्ज भयो है रेट अफ डिप्रिसिएसन निकाल्दाखेरि। नर्मलमा चाहिँ हामीले 5 लाइन थियो भने चाहिँ 5, 25, 20, 15 लाइन थियो भने ब्लक ABCDमा चाहिँ स्पेशल इन्डस्ट्री आयो भने चाहिँ हामीले चाहिँ ब्लक डीको इक्जाम्पल हेर्छौँ है। नर्मलमा चाहिँ रेट अफ डिप्रिसिएसन 15 मात्रै लाइन थियो भने अब स्पेशल इन्डस्ट्री आएपछि 1/3 इन्टु रेट भयो के 15%, फेरि 15 लाउनु पर्यो। 15 को 15 आयो, 1/3 इन्टु 15 गर्दाखेरि चाहिँ 5 आयो, अनि 20% लाउनु पर्यो। ब्लक डीमा चाहिँ नर्मलमा चाहिँ हामीलाई चाहिँ नर्मल दिँदा चाहिँ ब्लक डीमा चाहिँ 15% रेट अफ डिप्रिसिएसन काटिन्थ्यो नि त। तर स्पेशल इन्डस्ट्री आपार चाहिँ म्यानुफ्याक्चरिङ कम्पनी आपार चाहिँ रेट अफ डिप्रिसिएसन चाहिँ 20 लाउनु पर्यो। यस्तै गरी अरू ब्लकमा नि हुन्छ, ब्लक ABCDमा है। अनि यामी मार्ग, यामी माग, यामी भनेपछि चाहिँ त्यो मक्सुर दिएको हुन्छ। यामी यस देपार चाहिँ माग भनेर दिएको हुन्छ है। यो भइहाल्यो क्यापिटलाइज भ्यालु अफ प्रिभियस इयर अनएब्जर्ब भनेपछि चाहिँ स्टेप 1 मा जान्छ है। अनि PPC एन्ड R&D, रिपेयर एन्ड इम्प्रुभमेन्ट, मेन्टेनेन्स भनेपछि स्टेप 1 मा जान्छ है। यो चाहिँ ब्लक ABC जुन दे पनि जान्छ, रिपेयर एन्ड इम्प्रुभमेन्ट वा मेन्टेनेन्समा भनेर देपार चाहिँ जुन ब्लकको नि जान्छ, तर ब्लक डी मात्रै जान्छ। ब्लक डी क्वेसनले देपार मात्रै यो PPC एन्ड R&D जान्छ है। अनि पर्चेज अफ 3 व्हील टेम्पो 60,000 अन वैशाख भनेर दिएपा चाहिँ 1/3 भयो है। वैशाख भनेर दियो नि त, वैशाखमा चाहिँ 1/3 भयो नि त एडिसनल ड्युरिङ द इयरमा के। यो पर्चेज भनेर दिएपा चाहिँ एडिसनल ड्युरिङ इयरमा चाहिँ गयो। वैशाख भनेपछि 1/3 भयो नि त, यो भयो। अनि पछि पर्चेज अफ 2 सेकेन्ड ह्यान्ड मारुति कार फर्स्ट अश्विन असोज भने चाहिँ इज भनेपछि चाहिँ सेकेन्ड ह्यान्ड भने चाहिँ नि त मल्टिप्लाई बाई 2 भयो। इज भनेपछि मल्टिप्लाई बाई 2 भयो है। 3 लाख मल्टिप्लाई बाई 2। अनि पछि असोज भनेछ साउनदेखि पुससम्म देपार चाहिँ 3/3 भयो नि त, त्यही भएर 3/3 भयो है। यहाँ चाहिँ 3 व्हील टेम्पो चाहिँ भनौँ, तर यहाँ चाहिँ इज भनेर दिएन नि त एमाउन्ट पछि, तर यसमा इज भनेर दियो नि। इज भनेर दिएपछि चाहिँ मल्टिप्लाई 2 गर्न पर्यो। इज नभनेपछि एमाउन्ट पछि इज नभनेपछि चाहिँ मल्टिप्लाई बाई 2 चाहिँ गर्न परेन है। एडिसनल ड्युरिङ द इयरमा फर्स्ट साउनदेखि पुससम्म चाहिँ कस इन्टु 3/3 भयो। फर्स्ट माघदेखि अन्तिम चैत्रसम्म चाहिँ जुन मन्थ देपार पनि कस्ट मल्टिप्लाई बाई 2/3 भयो। वैशाखदेखि चाहिँ असारसम्म, वैशाख सुरुदेखि असार अन्तिमसम्म, यहाँदेखि वैशाख दियो, जेठ दियो, असार दियो भने चाहिँ कस्ट इन्टु 1/3 भयो। यहाँ चाहिँ साउन भदौ असोज कार्तिक मौसिर पुससम्म देपार। साउन भदौ असोज कार्तिक मौसिर पुस जुन महिना देपार पनि त्यसमा चाहिँ कस्ट इन्टु 3/3 भयो। माघदेखि चाहिँ चैत्रसम्म, माघदेखि चैतसम्म चाहिँ 2/3 भयो। अनि वैशाखदेखि चाहिँ वैशाख जेठ असार चाहिँ मा चाहिँ 1/3 भयो है। अनि अनएब्जर्बमा चाहिँ माघदेखि अन्तिम चैत्रसम्म चाहिँ कस्ट इन्टु 1/3 भयो। 1/3 भयो। फर्स्ट वैशाखदेखि अन्तिम असारसम्म चाहिँ कस्ट इन्टु 2/3 भयो है। डिस्पोजल ड्युरिङ द इयरमा चाहिँ हामीलाई डिस्पोजल ड्युरिङ द इयरमा चाहिँ डिस्पोजल भ्यालु सोल्ड फर आरएस यति एमाउन्ट, डिस्पोजल अफ एसेट यति वाज सोल्ड एट पार
एट आरएस यति, फर आरएस यति, सेल्स भ्यालु बुक भ्यालु प्लस प्रफिट भनेर दिएपछि चाहिँ यो एमाउन्ट जाने भयो। यो डिस्पोजल भ्यालु भनेपछि डिस्पोजल ड्युरिङ द इयरमा जाने चाहिँ सोल भनेर दिएपा डिस्पोजल अफ एसेट भनेर दिएपा अनि यति एमाउन्ट वाज सोल एट पार भनेर दिएपा चाहिँ डिस्पोजल ड्युरिङ द इयरमा गयो है। एट आरएस यति, एट आरएस एट फर यति एमाउन्ट भनेपछि चाहिँ डिस्पोजल ड्युरिङ द इयरमा गयो। सेल्स भ्यालु दिन्छ हामीलाई, बुक भ्यालु एट प्रफिट भनेपछि चाहिँ प्रफिट जोडेर चाहिँ यो डिस्पोजल ड्युरिङ द इयरमा लेख्न पर्यो। सेल्स भ्यालु डिस्काउन्ट वा लस दिएपछि चाहिँ माइनस गरेर चाहिँ बुक भ्यालुमा चाहिँ यो लेख्न पर्यो डिस्पोजल ड्युरिङ द इयरमा है। अनि पछि असार 10 3 लाख बट नट युज इन बिजनेस फर द इयर भनेर दिएपछि चाहिँ स्टेप 1 मा चाहिँ हो एमा चाहिँ लेखिँदैन, एमा चाहिँ लेखिँदैन तर पछि चाहिँ युज गरेको हुन्छ। एमा चाहिँ लेखिन्छ है, यसमा चाहिँ 3/3 काट्नुपर्छ है, पछि युज गरेको भनेछ के बट नट युज इन द बिजनेस फर द इयर भनेछ। यसमा चाहिँ फर्स्ट स्टेपमा चाहिँ जाँदैन तर दोस्रोमा चाहिँ यसमा चाहिँ 3/3 नै काट्नुपर्छ है असार भने पनि।